नमस्ते तपाईहरु सम्पूर्णलाई स्वागत छ यो सानो मिनी ब्लगमा र आज हामीले विशेष शनिबार बिदाको दिन साथीहरु मिलेर यसो चटपटे बनाऊ अनि रोस्ट बनाएर खाऊ भनेर आफै रुममा सबैजना मिलेर बनाउन लाग्यौं। सुरुमा हामीले कटिङ गर्यौं अनि तयारी गर्यौं आलु बोइल गरेर। त्यसपछि काँक्रो, गाजर, मटर सबै रेडी बनाएर भुजा चम्चो हालेर निकै मिठो गरी चटपटे तयार पार्यौं। अनि अचारको लागि पनि सम्पूर्ण सामानहरु तयार गरेर बनाउन लाग्यौं। अनि उता कसैले रोस्ट पनि फ्राई गर्दै साथीहरु। त्यसपछि हेर्नुस् चटपटे कति दामी बन्यो। यो चटपटे देखेपछि तपाईहरुको मुख नरसाउने कुरै छैन। अनि अचार हेर्नुस्, अचारका मटेरियल मैले मस्तसित बनाइरहेको छु। चटपटे कोलाई मन पर्छ कमेन्ट गर्नु है त। अनि साथीहरुले चाहिँ अरु तयारी गर्दै हुनुहुन्छ। सबै रेडी हुन थालिसक्यो। खाना मात्र बाँकी अब। परदेशमा कहिलेकाहीँ यसरी बसेर बनाएर आफै खाँदा पनि निकै रमाइलो हुन्छ, फ्रेश हुन्छ। त्यसैले हामीले आज रुममै बनाएर खाने तयारी गर्यौं। हेर्नुस् रोस्ट कति मजाले पाकेछ। र यो सँगै मोनिस्टार त खानै पर्यो। अनि आहा क्या मिठो दामी।